हेलो फ्रेन्ड्स, आज म व्हाइट सस पास्ताको रेसिपी लिएर आएको छु। पास्ताको लागि बोइलिङ पानीमा पेनी पास्ता हाल्दैछु म। पेनी पास्ता हालेर म यसलाई चलाएर 10 मिनेटको लागि म यसलाई छोड्दैछु। अब यो पास्ता एकखेप म चेक गर्दैछु। पास्ता यो रेडी भयो। अब यो पास्ता रेडी भइसकेपछि यो पास्ताका लागि म भेजिटेबल्सहरु रेडी गर्दैछु। अब भेजिटेबल्सको लागि तेल हालेर फ्राई प्यानमा यो 2 चम्चा म बटर हाल्दैछु। अब चप गार्लिक हालेर म एकखेप चलाउँदैछु। अब त्यसको बादमा अनियन हालेर म चलाउँदैछु। अब 1 चम्ची नुन एड गर्दैछु। अब यो अनियनलाई हल्का सफ्ट हुन दिनु पर्यो। त्यसको बादमा यो क्याप्सिकम हालेर फेरि एकलाई चलाउँदैछु। अब लास्टमा टमेटो। अब टमेटो हालिसकेपछि लास्टमा 1 चम्ची चिली फ्लेक्स र 2 चम्ची ओरिगेनो हालेर यसलाई मजाले चलाउँदैछु। अब यो भेजिटेबल्स रेडी भयो। अब यो ससको लागि म रेडी गर्दैछु। फ्राई प्यानमा बटर हालेर 1 चम्ची मैदा हाल्दैछु। अब यो मैदालाई मजाले चलाउँदैछु। एकदम लो हिटमा नभए डढ्ने चान्सेस हुन्छ। अब दुध हाल्दैछु यसमा। अब दुध हालेपछि मजाले चलाउँदैछु अझै। अब बिस्तारै बिस्तारै दुध हालेर ससलाई म पकाउँदैछु। अब यो ससमा चाहिँ एउटा दानाहरू पनि हुनुहुँदैन, एकदम स्मुथ हुनुपर्छ। अब फेरि दुध हालेर अझै स्मुथ बनाउँदैछु। अब यो ग्रेट गरेर राखेको चिज हाल्दैछु। अब चिली फ्लेक्स, ओरिगेनो हालेर फेरि यसलाई मजाले चलाउँदैछु। लास्टमा नुन, ब्ल्याक पेपर हालेर अब यो सस मेरो रेडी भयो। अब यो ससमा अघि बोइल गरेको पास्ता हाल्दैछु। अब यो पास्ता हालेर फेरि एकखेप चलाउँदैछु। अब यो अघि पाकेको भेजिटेबल्स हाल्दैछु। अब यो पास्ता र भेजिटेबललाई मजाले मिक्स गर्दैछु। अब मिक्स गरेर एकछिन म पाक्नको लागि छोडिदिँदैछु। अब लास्टमा यो ग्रेट चिज हाल्दैछु। ब्ल्याक पेपर हालेको अलिकति। अब यो सबै कुरा हालेर एकखेप चलाउँदैछु। अब यो पास्ता सर्भको लागि रेडी भयो मेरो। Here we go.